2081 चैत्र 1 गतेका दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिए यस्तो कडा चेतावनी अनि लगाए यस्तो आरोप पूर्व राजा ज्ञानेन्द्रको विरुद्धमा। गत शुक्रबार अर्थात् चैत्र 1 गते मेलम्ची माओवादी केन्द्रको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गरेका प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई कडा चेतावनी दिँदै राजनीतिक चालबाजीमा संलग्न नहुन आग्रह गर्दै उनको विषयमा कडा शब्दहरू समेत बोले। ज्ञानेन्द्रलाई राजाको रूपमा नियुक्त गर्नु भनेको मूर्खता हो, जुन पहिले पनि गरिएको थियो र यदि फेरि यही मूर्खता दोहोरिएमा नेपाली जनता र राजनीतिक दलहरूले यसको विरुद्ध कडा एक्सन लिन पनि सक्ने कुरा बताएका छन्। अब यहाँ को सही र को गलत भन्ने कुरा खोज्नुभन्दा पनि सबै एकजुट भएर सही निर्णय निष्कर्षद्वारा अगाडि बढ्नु एकदमै जरुरी छ। गत फागुन 25 गते 10,000 जनताहरू पूर्व राजाको समर्थनमा स्वागत र्यालीमा निस्किए, जसका कारण अब नेपालको राजनीतिक अवस्था झन बिग्रिने सम्भावना रहेको छ। राजनीतिक मात्र होइन, अब यहाँ द्वन्द्वको सम्भावना समेत नहोला भन्न सकिन्न। एकातिर राजावादी, एकातिर गणतन्त्रवादी र राजनीतिक पार्टीहरू। प्रचण्डले पूर्व राजालाई भाइमारा र मूर्तिचोरको संज्ञा दिँदै कडा आलोचना समेत गरेका छन्। जनताले बिर्सेको छ, मूर्तिचोरको हुँ। प्रचण्डको भनाइ छ कि दरबार हत्याकाण्डको पछाडि मुख्य योजनाकार र अपराधी ज्ञानेन्द्र नै हुन्, जसले आफ्नै भाइको सम्पूर्ण परिवारको वंश नै नाश गरी आफै राजाको सिंहासनमा खडा हुने दुस्साहस गरेका हुन्। राजतन्त्रवादी गतिविधिहरू बढ्दै जानु भनेको तत्काल खतरा निम्तिने सङ्केत हो। यस्ता अवज्ञाका कार्यहरू भइरहँदा माओवादी पार्टी पनि सशक्त प्रतिक्रिया दिन तयार रहेको चेतावनी प्रचण्डले दिएका छन्। जनताले ज्ञानेन्द्रका विगतका कामहरू बिर्सिएका छैनन्, यो भ्रममा नपर्न पनि सल्लाह दिए। देशको ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्ने हो भने 250 वर्ष लामो राजतन्त्रले यो देशमा के उपलब्धि भयो? देशको सांस्कृतिक सम्पदाहरू लुटेको अनि सबैभन्दा ठुला मूर्ति चोरहरू भएर अब फेरि कि चोर्ने विचारले सिंहासनमा फिर्ता लिन खोजिरहेका छन् भन्दै कडा शब्दहरू बोले। आफ्नै राजवंश मेटाएको र सुन तस्करी गरेको को हो? के नेपाली जनताले यो कुरा बिर्सेका छन् र? प्रचण्डले थपे यो प्रश्न। नेपाली जनताले बिर्स्यो भन्ठानेको म यो पनि तपाईहरुको अगाडि भन्न चाहन्छु कि यो जुन नौटङ्कीहरू देखाइँदै छ राजा महाराजाको बारेमा, 250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए नेपाली जनताले बिर्सेको छ। प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कालमा दरबार हत्याकाण्डको अनुसन्धानको लागि राजा ज्ञानेन्द्रलाई आह्वान समेत गरेको कुरा बताए। तर उनको समयावधि काल 5 वर्ष नरहेकोले यो छानबिन अपूर्ण रहेको कुरा उनी बताउँछन्। उनले भने, यदि म 5 वर्ष लगातार सत्तामा रहन पाएको भए नरसंहारको अनुसन्धान सुनिश्चित गर्ने थिएँ। अब यी सबै विवादहरूले के कुराको सङ्केत गरिरहेको छ त? यो देशमा राजावादीहरू ढिड छन् राजा भित्राउनको निम्ति, तर अर्कातिर भने छन् राजा मन नपर्ने विपक्षीहरू। मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ कि नेपालमा राजा आउँछ तर पछि फेरि यही जनताले हटाउँछ पनि। के यो कुनै बच्चाको खेल हो र? यो देश र करोडौँ जनताको भविष्यको सवाल छन्। तर राजनीतिक पार्टीहरू अनि अहिलेका राजावादीहरू सबैको पारा उस्तै हो। साँच्चै नै यो देश र जनताको निम्ति सही व्यवस्था बनाउन सक्ने व्यक्तिले राज गरोस् यो देशमा। तर एउटा कुरा मेरो तर्फबाट भन्न चाहन्छु, राजाले शासन गर्ने केवल सिंहासनमा र दरबारमा मात्र होइन, तर प्रजाको हृदयमा वास गर्नुपर्छ। हरेक नेपालीको मनमा बस्ने राजा हुनुपर्छ। राजा राजा भएर होइन, तर कमारा भएर सेवा गर्न सक्ने हुनुपर्छ। अनि हरेक जनताले प्रेम देखाउनेछन् राजालाई। 250 वर्ष लामो नेपालको इतिहासमा हेर्ने हो भने पनि सबैजना राजाहरूले राम्रो काम गरेका थिए भन्न सकिँदैन। कतिले असल गरेका थिए, कतिले गरेका थिएनन्। कति देशको निम्ति थिए त कति आफ्नै निम्ति थिए। जे होस्, यो भिडियो मार्फत म के भन्न चाहन्छु भने कसैले कसैको विरुद्धमा खुलेआम गाली गलौज, आलोचना र चेतावनीको शब्दहरू बोल्दैमा कोही झुकिवाल्नेवाला छैनन् यहाँ संसारमा। यस्तो कार्यले विद्रोह, द्वन्द्व र कलह झन् गम्भीर रूपमा चर्कन्छ। नेपाली जनता साँच्चै हामी के चाहन्छौँ? कसैले राजा चाहन्छ, तर किन? केही दूरदृष्टि पनि हुन जरुरी छ हामी जनताको। कसैले गणतन्त्र नै राजतन्त्रभन्दा ठिक छ भन्छ, तर किन? विगतमा भोगेको कुराहरू सम्झन्छन् नि त। अहिले पनि उस्तै न त हो। त्यसैले प्रचण्डले यसरी खुलेआम पूर्ण रूपमा राजाको विरुद्धमा बोलेको कुरा सम्पूर्ण राजावादीहरूको कानमा पुगेको छ नि। सोच्नुहोस् उनीहरू कति आक्रोशित होलान्। सबैभन्दा शक्तिशाली यहाँ जनता हो।
जनता सबै एकसाथ उठ्यो भने राजा, मन्त्री, अध्यक्ष केही पनि होइन, सबैलाई भगाउन सक्छन् जनताले। त्यसैले कृपया हरेक राजनीतिक दलका व्यक्तित्वहरू कृपया एकपटक दिमागलाई आफ्नो ठाउँमा राखेर गहिरो गरी विचार गर्नुहोला कि हामीले अहिलेसम्म के गर्यौँ जसका कारण जनताहरू हामीलाई मन पराउँदैनन् तर अहिले राजा भित्राउन चाहिरहेका छन्। तर अब हामी आगामी समयहरूमा साँच्चै असल चरित्रद्वारा काम गरी देशलाई विकास गर्न पो सक्छौँ कि? अनि राजावादीहरू पनि ताते खाउँ जल्दै मरौँ भन्ने यो उखान त सुन्नुभएकै होला। यो कुरालाई मैले थप व्याख्या नगरे पनि बुझ्नुहुनेछ नि भन्ने आशा गर्दछु। आजको भिडियोको माध्यमद्वारा यति नै भन्न चाहन्छु। पछि अर्को विषय लिएर उपस्थित हुनेछु। हवस् त, बिदा।